नेताले नियुक्ति गरेका ती मानिसहरूले नेताहरूलाई कारबाही गर्छ कि गर्दैन होला त? आफूलाई नियुक्ति गर्नेलाई कारबाही गर्छ कि गर्दैन होला? भ्रष्टाचार नेताले गर्छ, नेतालाई कारबाही गर्नुपर्ने, तर कारबाही गर्ने ठाउँमा को छ? नेताले नै नियुक्ति गरेका मानिसहरू छन्। त्यसकारण समस्या व्यवस्थामा छ। राजदूतहरूको किनबेच हुन्छ। देश देशको सम्बन्ध कायम गर्नुपर्ने, देशको प्रतिष्ठासँग काम गर्नुपर्ने मानिसहरू पैसा तिरेको भरमा, पार्टीको सेवा गरेको भरमा राजदूत भएर जान पाउने व्यवस्था छ। बिचौलियाहरूले तय गरे अनुसार देशमा कानुन बन्छ, बिचौलियाहरूले तय गरे अनुसार मानिसहरूको नियुक्ति हुन्छ। अनि यहाँ एउटा नेता फेरेर मात्रै तात्विक परिवर्तन हुँदैन। यस्तो भन्ने छैन कि हाम्रो नेताले मात्रै भ्रष्टाचार गरेको हो, तिम्रोले गरेको थिएन भनेर त्यस्तो तर्क गरेर जाने छैन। भ्रष्टाचार जसले गरेको भए पनि, जहिले गरेको भए पनि, जति गरेको भए पनि, धेरै गरेको भए पनि, थोरै गरेको भए पनि दण्डित हुनुपर्छ भन्ने मान्यता बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढ्छ।